जोस् मजा आइरहेछ के हो यस्तो ल मेरा मामाहरू ला हातले के गरौ त यार गाह्रो छ गाह्रो सो हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग एकदम लामो ग्याप पछि दाइ नयाँ ब्लग गर्न सुरु गरिसकेको छ दाइ चाहिँ कम्पनी रजिस्टर गरिसकेपछि काम गर्न बिजी थियो होइन अहिले काम गरिसकेपछि चाहिँ पैसा आइसक्यो जोप्पा डिजिटलबाट जोप्पा डिजिटल नै यो ब्लगको स्पोन्सर रहेको छ ठ्याक्कै हामी दोस्त र म भएर चाहिँ 30 जना लागेको हामी खास मेन प्लानिङ चाहिँ दोस्त हाम्रो प्लानिङ कतिजनाको थियो अरे मेन हानेको 10 जनाको चाहिँ इक्जाम छ अरे त्यसपछि चाहिँ अब एउटा दोस्तलाई चाहिँ टन्सिल भयो अरे अनि दुईवटा दोस्तको चाहिँ अब घरासी समस्या परेछ अनि लास्टमा हामी 2 जना मात्र बाँकी रह्यो अनि घरबाट आउने बेलासम्म पनि 3 जनाकै प्लानिङ भएर आएको थियो यहाँ आउँदाखेरि 2 जना भयो ठ्याक्क फेरि त्यही हो अनि ट्याक्क अब हामी चाहिँ अब गोलपार्कसँग अझै हामी बिहान कति 4 बजे हिँड्ने 10 बजे भित्रमा मस्त घुम्दै घुम्दै पोखरा पुग्ने हानेको अनि यहाँ अहिले हामी यहाँ 7 बजिसक्यो सचिन मेरो सचिन सन्जस ए रहेछ हेरे त सिम प्रोफेसनली ब्लगमा अनि त्यही एकदम लामो ग्याप भयो थियो ग्यापलाई पूर्ति गर्न के अरे पूर्ति के भन्छ नि त्यस्तै गर्नलाई जे भए पनि त्यही गर्नलाई चाहिँ अब हामीले चाहिँ तिलीचोकको राइड अब प्लान गरेर ठ्याक्क निस्किसकेका छौँ साउट आउट टु अनिस भाइ है मलाई चाहिँ गोप्रो यो एडाप्टर माइक चाहिँ यता सब प्रोभाइड गरेकोमा एउटा त त्यही हो सचिन साँच्चै छौ तिमी सेम गेममा कसम टुई छौ तिमीहरू ए त्यही नै हो ल अब गोब्रो भेटौँ ल हामी चाहिँ ट्याक्क अब निस्किसकेको छौँ अनि अब चाहिँ हामी सुरुमा सिधा बगेर चाह खानको लागि रोकिन्छौँ अब चाह नआइकन फेरि हाम्रो जिन्दगी नै सुरु हुँदैन कि अब जिन्दगी सुरु नभएपछि दिन त झन् कसरी सुरु हुने हो र त्यही हो है जिन्दगीमा जति चाहको महत्त्व त्यति नै हो मलाई मेरो लाइफमा उनको महत्त्व छ उनी कहाँ छिन् के छिन् थाहा छैन तर कुनै दिन आउलिन् मेरो लाइफमा अलग छ त्यो कुरा चाहिँ अरू के भन्नु यार केही छैन अनि हामी चाहिँ अब जे होस् एकदम फ्लोमा एकदम मुडमै तिलीचोकको लागि चाहिँ निस्केको छौँ अब आज गएर चाहिँ अब बेसी सर बसिन्छ वा खानसार पुगिन्छ वा पोखरै बसिन्छ हाम्रो भर छैन है हामी 2 जना मात्र अब 2 जना दोस्त भन्दा बित्तिकै भयो है त्यो दोस्तले अब ल दोस्त पोखरा बसौँ भने नि ओके मैले ल दोस्त पोखरा बसौँ भने नि ओके ल दोस्त होइन बेसर जानुपर्छ दोस्त भन्ने पनि ओके है अब चाहिँ थोरै पलतिर गएर ट्याक्क बसित चाह खाना राख्नुपर्छ यस्तो इनर्जेटिक भएर चाहिँ हामी निस्किनु पर्ने हुन्छ यो चाहिँ हाम्रो बुटोलको सिद्ध बाबा थोरै पलतिर चाहिँ पाल्पाको सिद्ध बाबा छ हाम्रो चाहिँ यहाँ चिया खाने बोलान थियो यहाँ चाहिँ बन्द रहेछ अनि यो चाहिँ हाम्रो सिद्ध बाबा है यो पाल्पाको सिद्ध बाबा फाइनल्ली मेरो जमानामा हराएको साइकल भेटिएको छ त्यही नै हामी चाहिँ चाह खानालाई चाहिँ जोड्दा आइसकेका छौँ अब चाह खानुपर्छ यहाँ बसेर ट्याक्क अनि त्यसपछि अरू के गर्ने पकौडा सकौडा खाने त्यसपछि ट्याक्क निस्किने अनि सिधै हामी पोखरा गएर रोकिने अब हामी चाहिँ चाहनालाई जोड्दा आयो ट्याक्क चाहना लाग्यो अनि दोस्त के छ खबर दोस्त के छ कहाँ पुग्ने हामी यार आज लमजुङ पुगिन्छ कि बेसी लमजुङ यहाँ लमजुङ यहाँ हामी त हिँड्ने तुफान घुम्दै जाने मजाले मन हरि मिन्द्र कस्तो मजा सुन्दै थियो फोन हालेर उठाएर डिस्टर्ब गरेर कहिले त्यही हो हजुर हिँड्ने त 10 जनाको प्लान थियो हाम्रो अब 3-4 जना इक्जाम छ अरे इक्जाम भयो आउन भने 2-3 जनाले घरमा दिएनन् रे अब घरासी समस्याले गर्दाखेरि हामी 2 जना मात्रै भइयो न अहिले हिँड्ने 9 जना फर्स्ट प्लान घरासी समस्या भएर तिनीहरूको कसैको बुढीले नदिने त्यही भयो कि बुढीलाई लान नमिल्ने फेरि हामीसँग जाँदाखेरि मिल्दैन र कि त्यो ठाउँमा जानलाई त्यही भएर हामी बिहान पनि घुमेको कि हामी चाहिँ त्यो चाह बबाल छ यो ठाउँको चाहिँ अनि अब पकौडा खाने होइन अन्डा खाने ओके सर ह्याप्पी बर्थडे टु यु यस 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 त्यही हो ल अब यहाँ यो खाइयो निस्क्यो गोप्रोमै भेटौँ ल चिया पकौडा अनि अब यताउता सबै कुराहरू खाइसकेर हामी चाहिँ निस्किसकेका छौँ गुनासो केही पनि छैन जे होस् है अब घुम्ने भनेर हिँडिसकेपछि मजाले घुम्नै पर्छ हामी चाहिँ
त्यही नै हामी चाहिँ यहाँ सर र फोटोसोटो खिच्यो अनि निस्किन लाग्यो तर यो ठाउँ चाहिँ लास्टै राम्रो छ होइन यहाँ चाहिँ अब फोटो गर्न हुन्न यताउता के लेख्यो यहाँ चाहिँ तर मान्छेहरूले चाहिँ फोटो गरेछन् विजय दोस्त इन्दोसले हामीलाई धोका दिइकिन् एकदम मिस गरेको हामीले तिमीलाई हो क्या भ्लगमा भन्न एकदम मिस गरिरहेको दोस्त अनुहार देख नि दोस्त यार कस्तो भयो तिमीलाई दोस्रो बिरामी भएको ठ्याक्कै हेलो निस्किने भन्दैन बेलामा हेलो भन्दैन त्यही नै हो ल अब लाग्यो हामी यहाँबाट है हामी चाहिँ कुन ठाउँमा छ मलाई थाहा छैन तर हरि थकैला चिहानला जहाँ गएको चाह चाहिँ फेरि कम्पलसरी हो आइसक्यो दोस्रो हामी फेरि जहिले लेमन टी हो क्या दोस्रो मिल्क टी आजभोलि मेरो फेरि स्ट्यान्डर्ड अलिक घटेको त अहिले चाहिँ हरि निन्द्रा लागिरहेको कि हामीलाई मेनली अनि निन्द्रा लाग्यो अब खानसार सरी कोही के अरे बेसी सर गएर सुत्ने एकछिन गएर मजाले सुतिन्छ निन्द्रा पुऱ्याइन्छ त्यसपछि बल्ल दामी हुन्छ है किप वाचिङ एकछिनपछि बबल मुभमेन्टहरू क्याप्चर हुन बाँकी नै छ गोपुरमा चार्ज ड्याङ छ अझै है ल चाह खान्छौँ अनि एकछिनमा चाउचो पनि भनेको चाउचो आउँछ चाउचो खाइन्छ लै हाम्रो चाउचो आयो भाइ त्यही हो चाउचो आयो चाउचो खाने हो अनि ट्याक्क ह्यान्डसम हुने हो त्यही नै हो हामीले खाएर भ्याइयो डकाएर अब चाहिँ यति यो भ्याइयो सबै ठ्याक्क निस्किने अब चाहिँ हामी सो अब हामी कहाँ गएर भेटिन्छ थाहा छैन निस्किम यहाँबाट ल भर्खर खाएर अगाडि चाहिँ फेरि एउटा किमु देखियो किमु फेरि खानै पऱ्यो होइन दोस्त किमु खाने हो कसम रातै छ क्या दोस्त किमु खाने भयो आऊ ल फेरपाटे लाग्ला होली हिँड्न हो बाबुमा त्यत्रो खानियोस् माछाले दिएर खाँदैछ मात्र खान्छु है मिठो रहेछ मुख नदले माछाले एउटा खा कि जल्दी भयो खान्न 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 अब यो रातै हात नि जान्छ खान्छ छैन ल हातबाट के रगत आयो यार पर्सनल एकाउन्ट रहेछ यार हातबाट रगत आयो यार 11 रुपैयाँ काटो यार हो फोन पे गर्दा बल्ल यो धुलोले डढेर कालो हप्सी चाहिँ हुने भयो बुटोल जाँदाखेरि यसो भर्खर गोरो हुन थाल्दै थियो फेरि कालो हुने भयो लास्टै गर्मी भयो दामी फाइनल्ली है हामी चाहिँ यो खाना खानको लागि चाहिँ अहिले 1 बजे बल्ल यो मनिषा होटल रेस्टुरेन्टमा आएको छौँ अनि त्यसपछि यो कुन हो खैरेनी टार तनहुँ रहेछ हामी तनहुँ जिल्लामा छौँ हामी चाहिँ अहिले अनि ट्याक्क यहाँ बाइक रेस्टमा छ अनि हरिब ढाड दुख्यो यो पछाडि झोलाले गर्दाखेरि गोपुरमा चार्ज भएको छ यसो गोपुरमा चार्ज पनि लगाउनु पर्ने हुन्छ भित्र गएर अनि खाना दबाएर खानुपर्ने हुन्छ अहिलेको चाउचाउ बच्यो दामी छ यार मासु भात के यो सबै दबाइन्छ त्यसपछि अगाइन्छ लाइने फेरि हरि मिल्छ क्या मेरो फेरि यार झुक्केर फर्स्ट टाइम मिलेको त्यही भएर अब हामी कति घन्टा बिहान कति बजी हिँडेको हामी 6 बजे हिँडेर अहिले यहाँ 2 बज्यो अहिले यो खैरेनी टाढो के टाढो अनि आखाम अनि अब यहाँ दबाइन्छ भात यो त्यसपछि चाहिँ निस्किने हो अरू चाहिँ केही पनि छैन बाटो के हो कि अस्त व्यस्त होइन सोध्दै आउने म्याप हेर्ने अनि यसरी गोप्रो चार्जमा राखेको छु यहाँ उता मोबाइल चार्जमा छ उसको अनि उता पावर ब्याङ्क फेरि गोप्रो चार्ज छ यस्तै हो जिन्दगी यो चाहिँ म खाँदैन यो चाहिँ तिमीलाई गिफ्ट फराम सुके भ्लग है गिफ्ट फराम सुके भ्लग अनि ड्याममा यहाँ घिउ भात दाल अचार के यो सबै ड्याम हामी त मासु बबाल्छ नि दोस्त हेर न मासु पनि कहिले बवाल नभएको ठाउँ छ त्यो नि हो यार टेनमा 10 है टेनमा 10 मासु मिठो छ टेनमा 10 हो भोक पनि लाग्यो अरे बिहान खाइयो नि दोस्रो बिहान त खाँदा के खाइयो चाउचो खाइयो खाइयो अन्डा खाइयो दालमा खाइयो ल त्यही नै अब यो खाएर हिँडिन्छ 10मा 10 दिएँ मैले खानालाई चाहिँ यो मान्छेले घरमा आफूले पकाउँदा यति अन्डा खान्न
होटलमा पैसा उसको एकरै बोल्न त खानपिन भयो रेस्ट पनि भयो अब निस्किनु पर्छ अझै यहाँ त 82 किलोमिटर छ अरे कसरी हिँड्ने डे 1 मै हालत खराब भइसक्यो अझै अब 82 किलोमिटर गएपछि बस्ने हो फेरि भोलि बाइकमा जाने हो खानसारसम्म अनि खानसार गएर फेरि एक रात बस्ने हो त्यसपछि फेरि अब छिटो गइन्छ अन्त माथि तिलिचो बेस क्याम्पमा गएर बसिन्छ नत्र चाहिँ अब अर्को दिन तिलिचोकी बेस क्याम्पमा पुगिन्छ त्यहाँ बसिन्छ एक दिन फेरि त्यसपछि फेरि माथि त्यो तिलिचोको टुप्पामा पुगिन्छ फेरि फर्किन्छ अनि खानसार आएर बसिन्छ अनि अर्को दिन पोखरा आइन्छ पोखरा आएर बसिन्छ त्यसपछि बल्ल बटौली सहर याद लाग्छ रहर होइन त्यही चार्ज भइरहेछ अनि अल्छी लाग्यो लास्टै थकै लाग्यो घरि यहीँ सुत्दै यहीँ बसौँ माथि भोलि जाउँला अनि फिल भइसक्यो अहिले चाहिँ डे 1 हाम्रो यस्तो भइसक्यो है डे 1 मै हालत खराब भइसक्यो हामी चाहिँ अहिले दमलीको खै कुन पेट्रोल पम्पमा आएको छौँ अब हामी चाहिँ यहाँबाट पेट्रोल हाल्यो पेट्रोल हाल्नु निस्किनु लाग्यो अनि बटौलीबाट यो ठाउँमा आउने बेला चाहिँ हाम्रो 500 को पेट्रोल खाएछ है लगभग टक्क 500 को पेट्रोल खाएछ लाग्यो हरि थकेर लाग्यो माथि गएर चिया खानुपर्छ चिया खाने ठाउँमा गएर फेरि क्यामेरा खोल्छु टुडुङ 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 डिस है जनतन आइयो यहाँ अझै पुगेको छैन हाम्रो गन्तव्य यहाँ पुगेको छैन चिया खाने ठाउँमा आइयो बल्ल होइन तर दामी ठाउँ छ तपाईँको बस ल ए हामी त आफै पकाउने आफै खाने पैसा छोड्ने हो कि अन्त अनि 2 कप चिया गर्नु है हरि हरि बनाए हरि घुमाइरह फनफन्दी घुमा चटपट खाने हो पिरो चाहिँ एकदम कम हाल्नु कति सुवाको म घर जान्छु मम्मी त्यो हरि थकेला यार लोत परेको जुत्ता काला भन सचिनको अनर चाहिँ भएछ मेरो जुत्ता नि यार हेर न यार सेम के बुहारी हाम्रो बुहारी यता ल्याएर हो ल्याउनु नि हौ मिठो लाग्दैन मिठो भएन भने भाइले मिठो लाग्दैन भनेको यहाँले मिठो यहाँ ल्याएन यहाँ बस्नु कुर्सी छ त्यो कुर्सी छ त त्यहाँ भइको जानु भइको जानु ओके हामी चाहिँ चटपट खाइसक्यो अब चाहिँ हामी यहाँ निस्किनु थालेको अनि अब सिधै बिस्तारा गएर फालिने अब गएर बिस्तारा गएर फालिने हो कि अन्त रित्तो पत्ता किन बोकेछ कस्तो लागिरहेको मलाई यार कति काम लाग्छ रित्तो बस्ताले तलाई लाग्यो आयो 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 हरि आनन्द आयो यार कसमको ढाड लास्ट दुखी थियो भने यसो यहाँ बेसी साह्रो पुगेपछि त हल्का रिलिफ फिल भयो ल जाँदै गर भाइ 8 किलोमिटर त दाइ 8 मिनटमा पुगिन्छ यार अब त बेसी सहर नगरपालिकाभित्र छौँ हामी उता फेरि उ सरले उता ब्लगन लानु उता ठ्याक्क होइन कस्तो आयो पल्टिरहेको सुत्ता आइज एकचोटि कति आनन्द आयो ढाड कसम यस्तो रिलिफ मिल्छ ढाडमा यार लास्ट ढाड दुखिरहेको थियो नि यस्तो पल्टेको त्यही भएर मजा आइरहेको अहिले मजा आइरहेको यहाँ चाहिँ यहीँ सुत्दिन्छु होला यार म हरिब थकै लाग्यो आयो आइज कि कसम सुत्दा यस्तो मजा आयो यार भन्न त भन्थ्यौ आमा शरीर दुख्छ भनेर के बोल्ने के नबोल्ने के मेसै पाएन यार हरिब शरीर दुखिएन मेन भनेको शरीर ढाड दुखो कि मेरो यहाँ यो यति ब्याग बोकेको हेर न हरिब ढाड दुखियो कि त्यो बाँकी झोला त जुन होइन हामी ट्रेकिङ गर्दाखेरि बोकेर जाने न त्यो झोला त बाइकमा हान्ने भन्छ हाम्रो ट्रेकिङ गर्दाखेरि हालत कस्तो हुने होला यार सोच न यार दोस्त यार तर जे हुन्छ बाबाले आउँछ हामी माथि जसरी पनि पुगिन्छ पुगेर फोटोसोटो खिच्ने ट्याग गर्न रमाइलो गर्ने भ्लग हान्ने सब हुन्छ फेरि पनि यो तिलिचो भन्ने ठाउँमा आइएला नआइएला न आएको बेला चाहिँ मजाले घुमेर जानुपर्ने हुन्छ सो हामीलाई हतार पनि छैन अब प्लान हाम्रो 7 दिनसम्म हुन्छ अब
5 दिन 7 दिन जति दिन भए पनि बसिन्छ मजाले घुमिन्छ अनि त्यही हो बौलाइ म बौलाइस बौला दिउँसो अनि फ्रेस बाल्छ राति अनि बाल्छ पागल बौलाइस त त त्यही भन्दैछस् है म बौलाएँ सचिनलाई नि बौलाउनु बनाउँछु त बौलै त अस्तिर पहिलेको यहाँ ढाड देखो बाइक पनि देखिन्न कि यहाँबाट फेरि नाइन बस्नु सुत के हुन फरकै पर्दैन दोस्त यार कस्तो आनन्द आउँछ पल्टी त मैले अहिले यहाँ भन्दिनँ कि फेरि ब्लगमा फेरि सचिन दाइ सोझो हो क्या फेरि गाह्रो के त्यो केही बोल्न नहुन्थ्यो ढाड त बल्ल सोधियो कति त त्यही भएर त बोलाएको के मैले ढाड सोधियो यार उसै आएको भए 1 घन्टा सुत्नु हुन्थ्यो होइन बिस्तार गर्न फालिने अब गएर फालिस म त एडिट गर्न बिस्तार गर्न फालेर एडिट गर्न सक्दैनस् सक्दिनँ कहाँ म त बिस्तारमा यस्तो भुसो के जाँदै त्यसो त भइ म बस्नु बिस्तारमा बस्छु कि तिमी मान्छेले फोटो खिचिदिनु भनौँ कि हाम्रो बाइक यता साइडमा राखेर पुलमा बसेर हिँड थम्नेल हाल्नुहुन्छ कि आजको ब्लग जम 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 तिन मान्छेलाई फोटो खिच्न भन्ने अनि थम्नेल हाल्ने है ओके फाइनली हामी होटेल हिमलुङमा आइसकेका छौँ अनि हामीले कल गरेको नै यही नै हो लेट्स सी कस्तो छ भन्ने कुरा चाहिँ फर्स्ट टाइम हो हाम्रो फाइनल्ली हामी चाहिँ रुममा आइसकेका छौँ र हरेक थपेर लगाएको छ म चाहिँ सुत्दिएको अब एकछिन भन्दै सोचेँ अब उठेर खाना खानुपर्छ आजलाई ब्लग यति नै अब हामी अर्को ब्लगमा भेटौँ ल बाई सी यू